फेरि पनि भन्ने होइन त हाइड्रो सेक्टर कम्पनीको आइपिओ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले यही माघको 9 गतेदेखि यानि कि आजदेखि माघको 23 गतेसम्म स्थानीय तहलाई र यही माघको 9 गतेदेखि 14 गतेसम्म चाहिँ वैदेशिक रोजगारीलाई भने माघको 18 गतेदेखि माघको 21 गतेसम्म चाहिँ सर्वसाधारणको लागि यस कम्पनीले आइपिओ निष्कासन गर्ने भएको छ। यस कम्पनीलाई ढिटो पत्र बोर्डले 13,79,350 किता शेयर चाहिँ निष्कासन गर्नको लागि अनुमति दिएको छ। यसैगरी 6,90,675 किता चाहिँ स्थानीय तहको लागि हो भने 68,967 किता चाहिँ वैदेशिक रोजगार तर्फको लागि छुटाइएको छ भने 5,72,431 किता चाहिँ सर्वसाधारणको लागि यस कम्पनीले शेयर निष्कासन गर्ने भएको छ। र यो आइपिओ चाहिँ मात्र 100 रुपियाँ अंकित मूल्यमा चाहिँ कम्पनीले निष्कासन गर्ने भएको छ भने यो चाहिँ वैदेशिक स्थानीय र सर्वसाधारणको लागि 100 रुपियाँ नै हुनेछ। यस कम्पनीको आइपिओ शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम चाहिँ कुमारी क्यापिटलले गर्दछ भने यस कम्पनीले BB रेटिङ पाएको छ भने यस कम्पनी मध्यम जोखिम भएको भनेर रेटिङले जनाएको छ। आजको भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनु होला। भिडियो मन परेमा लाइक शेयर अनि आइडी अथवा च्यानललाई सब्स्क्राइब अथवा फलो गर्न पनि नबिर्सिनु होला है त यस्तै भिडियो हेर्नको लागि।